हेलो काक्स, ठीक छ सबै? मेरी आमै नि जोइन्टे होइन, तैँले के उलिया बनाएको यो? बोली पनि पुरै चेन छ। के हो यो काक्स भने? यसलाई चाहिँ हिपहप गेटअप भन्छ हौ। अनि काक्स मतलब चाहिँ हाम्रो ट्यापेज ल्याङ्ग्वेजमा काकालाई काक्स भन्छ के सुड्डो। अनि काक्सको छम्बाको चाहिँ के छ हालखबर? राम 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 राम, के सुन्न पर्यो यो मैले? काकीलाई छम्मा? ए जोइन्टे, तँ किन यस्तो भएर आएको भन्छ? तँलाई कसले यस्तो बनायो? छ हाम्रो एउटा संस्था, यसको पनि डल्लै रिजन छ। अहिलेलाई म चाहिँ ग्रेडिङ सीमा छु, यति बुझौँ ल। भनेपछि तँ ढोड्नाकेले पनि भित्तिकै बाटो पक्रिस। फुक्क हरामखोर। के निस्क्यो है यो? डल्लै। ओइ जिग्री, मेरो बुलाकी कति बेला निकाली ओरी लाइसकेछ होइन? ए तिग्रे, यो केटीले लाउने बुलाकी केटाले लाउँछन्? रडिस कुरा गर्दिने क्या सुड्डीले पनि। यसलाई युनिसेक्स गेटअप भन्छन्। यो हुलाकीको जमाना होइन, बुलाकीको जमाना हो। मेरो यो गेटअप चाहिँ ग्रेडिङ एमा पर्छ। द्याट्स इट। बले गुड मर्निङ बाबुज। अहिले तेरो गाला फुट्ने गरिदिन्छु। अनि पाइन्ट लाउन छोडेर डोरीमा पाइन्ट झुन्ड्याएर के हो यो तेरो चर्तीकाला? यसलाई हिपहप भन्छ। गेटअप हो बाबुज, गेटअप। ए हो, आप नै पो भन्छ। ठिकै छ नि त। यो गेटअपमा आश्चर्य मान्नुपर्ने कुरै छैन नि बाबुराज। अबको 15 वर्षपछि यो हिपहप गेटअप कम्मरबाट खसेर भुइँमै झर्ने हो। मैले 15 वर्ष किन कुर्ने भनेर आजैबाट सुरु गरिदिएको। अहिले चाहिँ मलाई ग्रेडिङ बीमा राखिदिएका छन्। ग्रेडिङ बीमा चाहिँ तँलाई कसले राखिदिएको हो बले? हाम्रो महासङ्घ छ। बेलौदीको ट्यापे कुरो कृष्ण काका पनि ट्यापे बन्ने रे, त्यही भएर लिएर आएको।
त्यसपछि डिसिपियुलाई एमा आउँछस् बुझिस् ल अहिले ल तोरी जा गुरुले टोनमा काम गर्ने भनेपछि के भनेको भतिस? अब मोडर्न शब्दहरू के जस्तै एँच खडुस बिल्ला हो यस्तै सिक्ने भने के काका? चिल्ले पनि चिल्ले र भात त नेक्स्ट लेभल हो नि त। दामी दामी दामी। डे बुलाकीले गर्दा त एप्स अपलोडै गर्न मिलेन। बुलाकी उचाल्दिउँ त। फुकालेर खान ल फुकाल्न मिल्दैन के? नेपाल ट्यापे महासङ्घले गेटअपलाई चलाउन मिल्दैन भने छ। गेटअपलाई चलायो भने हिपहपलाई यहाँसम्म पुर्याउन योगदान गरेका ती महान ट्यापेहरूको बिल्ला हुन्छ भनेर कराउँछ के हामीलाई। त्यही भएर बुलाकी निकाल्न मिल्दैन के? उचाल्देऊ। ए हेर्न ऊ हिपहपै बुझ्दैन। दिदी ए माकुरी दिदी भैँसीलाई चोकर ल्याइदिनु भनेको थियौ चोकर ल्याइदिएको छु कहाँ राख्ने हो? ए पक पक त्यही राख म बाहिरै आउँछु। अब यसको यो बुलाकी पो के गर्ने हो? लाइन ए यो त चोकर बोकेरै पो बसिरहेको रहेछ। ओ त्यता गोठतिर राख्दैन? ल ल ल दिदी म लागि पनि हालेँ। गइहाल्छस् र मासु पकाकी छु खान्छस् भने हिँड्भित्र। ए होइ हो न मासु मलाई परलाई नै मन पर्ने ए माकुरी दिदी मलाई परलाई नै मन पर्ने। ए होइ भने दिदी भान्जालाई भात खुवाउन नाकिरै लाउनु पर्ने भयो। हिपहप मामा सकिगो नि ए होइ होइन ककेमा अझै तयार भएनस् भने बाउ तयार भइसक्यो त म। ले कोट चाहिँ मेरो बेरे छ यो पोसाक ठिक छ है तेरो? त्यहाँ खानेपानी अफिसमा जागिरको लागि हाकिमलाई भनिदिएको छु जाने हाकिमलाई भेट्ने जागिर सुरु गरिहाल्ने। लु जा। हुन्छ बाउ हस्। आपे होइन तैँले यो के गरेर हिँडेको? यसलाई चाहिँ
हिफाफाफाफा गेटअप भन्छ कक्स बोरोज। त्यो त मैले बुझेँ कि, तर यो सब तैँले किनेर के का लागि गरिरहेछस्? ल कक्स बोरोज पनि गाउँ कहाँबाट कहाँ पुगिसक्यो। गाउँमा ऱ्याप ब्याटल कम्पिटिसन हुँदैछ, त्यसका लागि यस्तो गेटअप र टोनमा काम भइरहेको छ। ल तपाईँ चाहिँ के यस्तो चोरी गेटअपमा हिँडिराखेको? यसो हिफाफाफा गेटअप र टोनमा काम गरेर कम्पिटिसनमा भाग लिनु नि कुरो। छोडिदे भाइ यस्ता कम्पिटिसन सम्पिटिसन। म त जसो मोसनमा खानेपानी कार्यालय हिँडेको, अब आनन्दले जागिर खाने हो, बस्ने हो। जित्नेलाई 1 लाख प्राइज छ, आफै बुझ्नु नि कुरो। 1 लाख प्राइज कहाँ हो यस्तो भन्नु? भनेपछि पण्डितज्यू पनि अब ट्यापे भन्ने हो गुरु, ट्यापे गर्ने भनेर लिएर आएको। अब त्यसो हो भनेदेखि त फर्स्टमा हिँडेर बोल्ने सिकाउनु पर्ला नि। वाकिङ टक केरी सुरु। हस् गुरु। पण्डित यहाँ आउनु। अब म तपाईँलाई ट्यापेको हिँड्ने स्टाइल सिकाउँछु है। पण्डित ल हिँडौँ त। गाईको पुछार समातेर बैतडी जानुलाई ल्याऊ। अझै ल्याउन पार लाग्दैन। अब कोन गुरु? टोनमा काम गर। हस् गुरु। ल ब्रो आँच भन त। नारायण नारायण आँच। यस्तो होइन के ब्रो, नर्मल मैले भने जसरी क्या। आँच भन त। हरिओम हरिओम आँच। अझै काम छैन पण्डितको पढाइ। देख्यौ त ब्रो, ट्यापे भन्न सजिलो रहेछ। घरले ट्यापे भइँदैन ब्रो, बाई बर्थ हुनुपर्छ, जिनमै हुनुपर्छ के। जाऊ। हरिओम तस्यतम नारायण नारायण। गुरु लाग्यो म पनि। ल ल चुप्पी, मान्छेहरू ल्याउँदै गर है। ल्याउँछ। गुरु भन। कक्स बोरोज गुरुसँग टेस्ट गरौँ। एउटा चेस पनि थाम्नु सक्दैन त। किन आएको यो? वहाँ पनि ट्यापे बनियो अरे गुरु। हिफाफाफा गेटअप र टोनमा मर्मत गराउनु पर्यो उहाँलाई पनि। यो तोरी पनि ट्यापे बन्ने रे। अझै कसो? ओके गुरु। चिउरीको चिल्लो पात सिरानी लाउन देऊ, बहिनीको दाहिने हात। ए होइ कके बान पनि खानेपानीको जागिर हुने भइहाल्यो। के त भन्दाखेरि आखिरमा हो नि त, नुन भुटुन मसलाको जो हुने भयो। मलाई त ढुक्कै भने। हेलो खुफदार। How was your day? ए होइन भान, खाने पानीमा जागिर खान पठाएको मान्छे के गर्थ्यो हो यो?
पर्ची होइन ल खुफजाट अन द वे परेर महासङ्घ छिरेको गुरुले यो गेटअपमा उतारिदिनु भयो क्या ऱ्याप ब्याटलको लागि मेरो यो स्वर अलिक खुलाउनु पर्छ भन्नुभएको छ गुरुले त्यसको लागि चाहिँ यो मलसाप्राको पुछारको भुत्लाको धुवा र डल्ले खोर्सानीको राग मलाई रेडी गरिदिइहाल्नु त खुफजाट गाउँमा चाहिँ पुरै ऱ्याप ब्याटल कम्पिटिसन हुँदै रहेछ हो अनि म पनि पार्टिसिपेन्ट भइदिन लागेको ल जोइन्टी डाम्नुको झोला होइन यो झोलाभित्र के रहेछ त न पैसो नै पो छ कि सिरिन होइन यो केटोले ल्याबमा काम गर्न थालेछ किन टकझक सहित आयो भनेको त डक्टरी सिकिओरी रगत जात्ने पो काम गर्दो रहेछ रे मेरो पनि रगत जात्नु पर्ने थियो कहाँ मर्यो यो जाम्नु जोइन्टे जाम्नु पुरै आफ्नै रगत तानी राखेको छस् कि के हो पुरै कुल भइरहेछ काक्स हेभन फिल भएको छ कुल हेभन होइन के भन्छ है यो 81 तँलाई भएको चाहिँ के हो ए जाम्ना आज कुरो के भन्दा नि काक्स हाम्रो चाहिँ महासङ्घ छ नेपाल ट्यापे महासङ्घ जोनमा र गेटअपमा चाहिँ महासङ्घले हेर्छ तर विशेष चाहिँ के भन्दा नि काक्स गाउँमा ऱ्याप ब्याटल हुँदैछ कतिसम्म ट्यापे बन्न सकिन्छ भन्ने कुरा हाम्रो महासङ्घको गाइडलाइनमा हो यो मेरी आमै नि ऱ्याप ब्याटल पो हुँदैछ गाउँमा के हुन्छ ऱ्याप ब्याटलमा डल्लै 1 लाख प्राइज छ नि त ऱ्याप ब्याटल जित्नेलाई ब्याटल पुरस्कार ब्याटल जम्नी मेरो यो गाउँमा कोसँग त धतुरेसँग मिलेर मैले ब्याटलमा भाग लिएँ भनेदेखि त लगभग 1 लाख रुपियाँको पुरस्कार त पड्काइयो त तर धतुरी जाम्नु पो कहाँ मरो धतुरे होइन त जाम्नुको के पारा हो यो मुलाई संसारिक मोह पुग्यो पाडे तँसँग ठुला कुरा गर्नाले मु सिद्धेको हो अब मुलाई लोभ लालच छैन मु अब ध्यान गर्ने हो मोक्ष प्राप्ति गर्ने हो जिन्दगीमा अरू केही खासै लचार्न सकिएन पाडे अनि त जाम्नाले यहाँ टोड्कोमा बसेर चाहिँ के चाहिँ लछारिस् त वहाँ गाउँमा ऱ्याप ब्याटल प्रतियोगिता हुँदैछ तेरो र मेरो ऱ्याप ब्याटल कति राम्रोसँग जम्थ्यो
ब्याटल त जम्थ्यो पाडे। अनि तँ र म अब ऱ्याप ब्याटल भिड्ने हो मुला। नखत 1 लाख पुरस्कार आउँछ। 1 लाख रुपियाँ आउँछ भने त किन यो टोड्का ध्यान गरेर बस्नु, भिड्ने हो ब्याटल। ल सुरु गर ब्याटल। पाडे फेरि पनि तेरो मुसँग भेट भयो। याद गर, अब तेरो जिन्दगी चेट भयो। मुसँग मिलेर काम गर्दा राम्रो नै हुन्छ। तँ ब्याटल भिड, 1 लाख रुपियाँ पुरस्कार हाम्रो हुन्छ। ए धटुरे, लिसन है लिसन। ए धटुरे तँलाई ह्याप्पी न्यू इयर। ए धटुरे तँलाई ह्याप्पी न्यू इयर। आज भेटमुख गरिदिउँ न त 1-2वटा कुरा सेयर। हुनेवाला हुँ म यो 5 खालको मियर। अब पनि मसँग न्यू खोजिस् भने तँलाई थोरै मारिदिन्छु। टेक केयर। सकिगयो नि। नयाँ वर्ष 2079 पनि आजैबाट सुरु भयो। ए दुमे, अब तेरो बिहा गर्नुपर्छ। मैले भनिरहनु नपर्ला नि। एकदमसँगले गर्ने त हो, तर मेरो भन्दा पहिले त दिदीको हो नि त। दिदीकै बिहे भएको छैन, मैले ओभरटेक गर्न त मिल्दैन होला नि। एकदमसँगले दिदीको बिहे भयो भने मबाट 1 दिन पनि ढिलो हुँदैन। ए रक्षा, यहाँ बाहिर आइज। किन काकु? मलाई दायाँ बायाँ केही थाहा छैन। अब तेरो बिहे गर्ने हो। तेरा कारणले भाइको बिहे रोक्यो। मैले बिहे गर्दिन भनेकै छैन नि काकु। मैले मन पराएको केटासँग बिहे गराइदिनुस् न, म त रेडी नै छु नि। ओ तैँले मन पराएको केटो? जिग्री। रतुवासँगै बिहे नगरी नसक्ने हो भने बोला तो रतुवालाई, अहिले बोला। जिग्री, काकुले त हाम्रो बिहेको कुरा अहिले नै छिन्ने कुरा गर्नुभयो। तिमी कहाँ छौ? अहिले नै यहाँ मेरो घरमा आइहाल त। ओके मैचेङ, म मुभ भइहालेँ। अब यो जुखुरीको त्यही रतुवासँग भए पनि बिहा गरिदिन्छु। त्यसपछि तेरो पालो है तिमी। हस्, हुन्छ। एकदमसँगले ओके भयो। कि मेरी छोरी यति राम्री सुनाखरी, कहाँको यो 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 ट्यापे धन्धुकारी। के गर्छु भनेर मात्रै हुन्छ, लेभलै मिलेन। लेभल नमिलेका कारणले यो बिहे क्यान्सिल।
उहाँहरू पनि ऱ्याप ब्याटलमा भाग लिने कुरा भो टोन र गेटअपमा हेरिदिनु पर्यो। यी तोरीहरू पनि ब्याटलमा भिड्ने रे। अब यिनीहरूको गेटअप के भन्छ? ल आतिर बदल आइसक्यो मलाई। मिलेन तो लेवल हाम्रो तेरो बाउ बोला ए काकू कति बस्छस् माइतैमा तेरो बाउ बोला ए काकू माइतै बसी कति खान्छस् तेरो बाउको ए काकू होइन ए जुखुरी के गरेको यो? ल लेभल मिलेन भनेको होइन त काकु, डल्लै लेभल मिलाइदियो त जिगुले। राम 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 आफू जस्तै पो बनाइदिएछ त यो 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 ज्यामादुत रतुवाले। यसले त कति हेपेको मलाई। यसका त नि सकिगो नि। Yo, what's up? It's your homeboy Saurabh. आज यो हुन गइरहेको JCD ऱ्याप ब्याटल कम्पिटिसनमा तपाईहरु सबैलाई म स्वागत गर्न चाहन्छु। अब ढिलै नगरी म बोलाउन चाहन्छु हाम्रो देशको चर्चित ऱ्यापर र हाम्रो यो ऱ्याप ब्याटल कम्पिटिसनको मुख्य जज बाले शाह। नगरी उहाँले आफ्नो कुर्सीमा आसन ग्रहण गरिदिनु हुन विनम्र अनुरोध गर्दछु। धन्यवाद। असमझदारी विकल्प विहीन विदेशी ब्यान्ड बन्छ बिकारी, सिकारी नेता अभिनेता बन्छ क्रान्तिकारी, बिगारी केटाकेटी बोको पेट्रेटी सिपाही, अविवाहित चेली बेटी बोकी पेट केपी पिटाई, बिदाई रात कुटाई घात खाएर शरीर बिकाई, त्यसको माटो नै मिठाई ठानी मैदान त्यो युद्धको गीत थियो जो त्यसको लागि भक्त चाहिँ प्रसिद्ध भो निशब्द भो, अवशेष बाँकी चोखो बोली जो सित थियो शिर जप्त भो, देशव्यापी आत्मघाती जो पवित्र थियो, प्राणको आहुति आफ्नो ज्यानको विभूतिलाई हिँडेका शहीदको केवल नामावली विभूषित कुर्दित, पीडामा डुबेकी आमालाई के काम विदुषी, गरिबलाई दुई छाक्ने खुसी, शरीरलाई चाहिन्छ कुर्सी, आमाको साडी बेचेर धनाट्य सँगै छ पुँजी, गोजी भरि भारू भर भरेर भारतीको रोजी। यो आयोजक टिमलाई धन्यवाद। ल अब ढिला नगरी सो सुरु गरौँ। कन्टेस्टेन्ट नम्बर 1 भित्र आउनुस् त। म चाहिँ रेप हान्न आएको।
रेप होइन के ऱ्याप भन्नुहोस् न त्यही चुच क्याट कुच प्याच यो यो मिलेन लेभल चाहिँ बाउ बोल्या ए होइन के भनिस् रे के भनिस् रे के त भन्दाखेरि आखिरमा हो यो ककेको भाउ मै हो लु भन् तैँले मलाई किन बोलाइस् खुफजाट यो ऱ्याप ब्याटल हो क्या माथि गएर बस्छ त ब्याटल होस् कि स्याटल होस् मलाई के मतलब यो बालले तँलाई हेप्यो नि त बुवा यो ऱ्याप ब्याटल प्रतियोगिता हो यहाँ कसैले कसैलाई हेपेको छैन तपाईँ कृपया माथि आएर हेरिदिनुहोस् न है हस् भाउ ल सुरु गरौँ चुच प्याच कुच मिलेन चाहिँ लेभल बाउ बोल्या ए खाए त खाए गाजा मेरो बाउको खाए हो ठिक हो मेरै त खाएको हो नि यसले ए तपाईँ खाएको हो त्यसो भए हामीसँग हिँड्नुहोस् त किन छोरो चाहिँ त्यहाँबाट खाएँ त गाँजा मेरै बाउको खाएँ भनेर उफ्रिने अनि बाउ चाहिँ यहाँ हो भन्न सही थाहा पनि तपाईँ त गाँजाको डिलरै हुँदो रहेछ लागौँ हामीसित केटा उहाँलाई लिएर जाउँ ए बाले होइन कता के मिस्टेक भयो मलाई त लानी पो भयो त मामा घर होइन के भयो काशी के गल्ती भयो मेरो ल अघि बढौँ चुच खाए त खाए गाजा मेरो बाउको खाए यति होइन यति खाए त्यहाँको टाउको दुखाए टाउको दुखेको भए गएर निम्स खा उच प्याच पुच यो आफै धेरै नबोल म तँलाई भन्दैछु त आफै पट्ट नबोल आमैले सोध्लिन् नि खोइ चोरा बन्लिन् आमैले सोध्लिन् नि खोइ चोरा बन्लिन् रनमा पर भनिदिए ए भाइ अहिले तपाईँले गाउनु भएको गीत त वरिष्ठ लोक गायक झलकमान गन्धर्वज्यूको हो तपाईँ आफ्नो ऱ्याप चाहिँ गाउनुहोस् न ऱ्याप नै त गाइरहेको छु नि अब झलकमान गन्धर्वजीले चाहिँ आमैले सोध्लिन् नि खै छोरा भन्लिन् यसरी गाउनु भएको थियो होइन अब मैले त अहिले पुरै आमैले सोध्लिन् नि खै छोरा भन्लिन् रनमा पर्यो भनिदिए यसरी दिइरहेको छु नि त शब्द एउटै भए पनि लय चाहिँ पुरै चेन्ज छ त्यो मिलाएर दिएको छु मैले हेर्नुहोस् तपाईँहरूले यसरी अर्काको गीत बिगारेर गाएर कम्पिटिसन चाहिँ जितिँदैन दुवैजना भाइहरूको काम छैन जस्तो लाग्यो तपाईँहरू घर जाँदा हुन्छ ए भाइ अर्को बोलाउनुहोस् जय सिडी ऱ्याप ब्याटलको कन्टेस्टेन्ट नम्बर 2 आउनुहोस् बेलुन ए राम 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 भेजा खराब भो गिटी भो जैसिटीमा ऱ्याप ब्याटल कार्यक्रम छ भन्ने कुरो जोइन्ट नारायणको मुखरा पिण्डबाट जानकारी भएपछि मसँग लेबल मिल्ने ऱ्याप ब्याटल गर्ने मान्छे खोज्दै हिँड्ने क्रममा यो धटुरे भन्ने हनुमानलाई खोज्दै जाँदाखेरि चारकोसे झाडी जङ्गलको बीचमा रुखो ढोडको मुनि ध्यान गरेको अवस्थामा फेला पारेपछि ए डल्लै गिडी भो ए ध्यान गर्दा भेटियो ए पुलिसको दारी पृथ्वीलाई भारी बेठै जन्म भएछ ए गिडी भो बेठै जन्म भएछ
सम्म भएछ। बाजे के गाउनु भएको तपाईँले? अब बालेन शाह जज बसेको ठाउँमा यसो बालेनमा ऱ्याप ब्याटल हान्दाखेरि हजुर खुसी भएर मलाई नै जिताइदिनुहुन्छ कि भनेर नि डल्लै आँच। ए ब्याटल फर्का फर्क्यौ ब्याटल फर्का भने फर्क्यौ के भन्छ यो ब्याटल फर्का न फर्क्यौ ए दौड्यो हनुमान ए धटुरे ब्याटल फर्का भर्न भन्ने किन कुदेको ह त? त पाडे यता सुन बालनलाई ऱ्यापमा हाल्ने ए तेरी माका थाङ्ने दुनियाँ घर घर गएर माग्ने धेरै जोरी नचला मुलाई कानको जाली फुट्ने गरी दिनु पर्ला तँलाई। अहिले तँलाई चाहिँ दिनु पर्ला नि फेरि भित्र दिनु पर्ने यहाँ दिएर हुन्छ ब्याटल। भित्र जजलाई देख्ने बित्तिकै मध्यमा कोठरीमा लुक 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 कामे चाहिँ खुट्टा काम्न थाले भित्र सक्दिन जजलाई बाहिर बोला। त्यसो हो भनेदेखि म जजलाई एक झमक रिक्वेस्ट गर्छु। हेर्नुहोस् बाबु अब म चिउरीको चिल्लो पात गाउने त आएको छैन। अब यिनीहरूको यो रहर के बालेन सर त्यो धतुरे डाम्रालाई त दमको रोग छ कि यहाँ भित्र ब्याटल फर्काउनलाई उसको सास पुगेन रे। बाहिर चाहिँ हो भने म ब्याटल फर्काउँछु भनिरहेछ। एकचोटि हजुर डल्ला बाहिर जाऊ न। अब कहाँ बाहिर जाने? भित्रै बोलाउनुहोस् न मलाई। एउटा दमको रोगी ऱ्यापरले भित्र ब्याटल फर्काउन सास पुगेन बाहिर हो भने चाहिँ मजाले ब्याटल फर्काउँछु भनेर भन्दा पनि हजुर जान मान्नुहुन्न भनेदेखि त यो कार्यक्रम डल्लै खल्लो हो नि होइन हजुर? ल हिँड्नुहोस् न त। दमको रोगी हुनुहुँदो रहेछ तपाईँलाई भित्र ब्याटल गर्न गाह्रो भयो। ल म तपाईँको ब्याटल सुन्न बाहिरै आयो। ल सुरु गर्नुहोस्। गाउँमा बाख्रा चराउन जाँदा ठाडो भाका गाउने मान्छे मु ब्याटल फर्काउँछ भनेर सुन्न आउने तपाईँ कति मूर्ख मान्छे बालन सर। टाइम मात्रै वेस्ट गरे अरे मान्छे। बालेनलाई देख्ने बित्तिकै तँ डाम्नुको सातो पुत्लो चाहिँ किन उडेको भन्छ? बालेनको अनुहार मेरो कान्छो हजुरबाउको जस्तो लाग्यो पाडे मुलाई। मेरा कान्छा हजुरबाउ एकदमै कडा थिए मबाट पार लाग्दैन पाडे लागे मु। ल अर्को लि। जय सिटी ऱ्याप ब्याटलमा अब आउँदै हुनुहुन्छ कन्टेस्टेन्ट नम्बर 3। डल्लै हेर्ता को आयो हेर्ता को आयो आँखा टेढो मुख बाङ्गो टाउको सारो पेट गिलो आँखा टेढो भएको नाक बाङ्गो घाँटी सुन्निएको हेर्ता को आयो हेर को आयो। ए भाइ को आयो त? खोइ कोही पनि आएको छैन त। ब्याटल चाहिँ हान न तिमी। मेरो त यही नै हो सर। यो पनि कनी कुथी बल्ल आयो डल्लै। भाइको त यस्तो रहेछ, तपाईँको पनि यस्तै त होला। दुवैजना घर जानुहोस्। दुजु म त खत्रै ब्याटल हान्दिन्छु नि। ल सुरु गरौँ त। ओके बकाई कता झोले शिवशङ्कर बम बम भोले नेताको तल्लो पनि चाटिदिन्छु खसीको मासुमा 1 भोट पनि साटिदिन्छु म कार्यकर्ता झोले यसपालिको चुनावमा पनि बम बम भोले कि त आउनु पर्यो नयाँ पुस्ता कि त फिर्ता ल्याउनु पर्यो हाम्रो सुस्ता
म कार्यकर्ता झोले यसपालिको चुनावमा पनि बम बम बोले। एउटा ऱ्याप ब्याटल मार्फत तपाईँले यस्तो समय सान्दर्भिक सन्देश दिनुभयो। अहिलेको समयमा देशले खोजेको ऱ्यापर तपाईँ जस्तै हो। धेरै खुसी लाग्यो। थ्याङ्क यू। तपाईँहरूको यो गेटअप त बडो अचम्मको रहेछ। यो तपाईँहरूले आफै डिजाइन गर्नुभएको हो कि कसैले सिकाएको हो तपाईँहरूलाई? एक्चुअली दुजु हाम्रो चाहिँ नेपाल ट्यापे महासङ्घ भन्ने एउटा संस्था छ के। संस्थामा चाहिँ हाम्रो गुरु हुनुहुन्छ। गुरुले नै यो गेटअप र टोनमा काम गर्नु भएको। हामी उहाँकै प्रोडक्ट हो। ल गजब रहेछ त। अनि त्यसो भए को हुनुहुन्छ तपाईँको गुरु? भेटौँ न त एकचोटि। ए तोरी 1 महिना भइसक्यो तेरो यो चक्कामा हावा घटेन। गाजा चक्कामा हावा घट्छ कि अनि ट्यापे बन्न सजिलो हुन्छ। भलेन सर उहाँ नै हो हाम्रो गुरु। अहिले पनि तालिम दिनमा व्यस्त हुनुहुन्छ। ए तपाईँ नै हो उहाँलाई ऱ्याप सिकाउने? हो मै त अहिले सेकेन्ड ब्याच चलिरहेको छ। फर्स्ट ब्याच त आएको छैन। आएको यिनी तोरीहरू त उनले फर्स्ट ब्याच। तोरीहरूले ब्याटल जस्तो गरे भने ब्याटलको लागि टोन र भेषभूषा चाहिँ मैले तयार गरेको। उत्कृष्ट छ है त। उत्कृष्ट होइन वाहियात छ सबैको। कसले भने तपाईँ ऱ्याप ब्याटल गर्नलाई यस्तो भद्दा लुगा लाउनुपर्छ भनेर, गाँजा खानुपर्छ भनेर, विकृति फैलाउनु पर्छ भनेर? ऱ्याप ब्याटल भनेको त हिपहपको एउटा फर्म हो। यसलाई सबै लुगा लगाएर पनि त गर्न सकिन्छ नि। 2-4 जना तपाईँहरू जस्तै व्यक्तिले गर्दा, तपाईँहरूको जस्तै सोचाइले गर्दाखेरि ऱ्याप ब्याटल गाउनेलाई समाजमा ट्यापे भनेर चिनिन्छ, गलत नजरले हेरिन्छ। यो भनेको त समाजमा आमूल परिवर्तन ल्याउन सक्ने विधा हो। यसले त समाजमा राम्रो सन्देश दिन सकिन्छ। एउटा समाजलाई नै परिवर्तन गर्न सकिन्छ नि। माई गॉड हो र